मधुवन 8 गाउँ नम्बर 6 निवासी पदम योगी हजुरबुवा जो 2 खुट्टा र 2 हातले हिँड्नुहुन्छ। उहाँका निम्ति मेरो व्यक्तिगत पहलमा र मेरो समूहका साथीहरूसँग सहकार्य र अन्य साथीहरूसँग सहकार्य गरेर हामीले आर्थिक सहयोग सङ्कलन गरी डाडोको लागि न्यानो कपडा किनेर उहाँलाई हस्तान्तरण गरेका छौँ। साथै उहाँले यो न्यानो लुगा हस्तान्तरण गरेको बापत हामीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्नुभएको छ र आगामी दिनमा पनि हामीले यस्तै कामहरू सहकार्य गरेर गर्नेछौँ र यस काममा सहयोग गर्ने हुने सम्पूर्ण मेरा समूहका साथीहरू र अन्य साथीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। हस्त नमस्ते। मधुवन 8 गाउँ नम्बर 6 निवासी पदम योगी हजुरबुवा जो 2 खुट्टा र 2 हातले हिँड्नुहुन्छ। उहाँका निम्ति मेरो व्यक्तिगत पहलमा र मेरो समूहका साथीहरूसँग सहकार्य र अन्य साथीहरूसँग सहकार्य गरेर हामीले आर्थिक सहयोग सङ्कलन गरी डाडोको लागि न्यानो कपडा किनेर उहाँलाई हस्तान्तरण गरेका छौँ। साथै उहाँले यो न्यानो लुगा हस्तान्तरण गरेको बापत हामीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्नुभएको छ र आगामी दिनमा पनि हामीले यस्तै कामहरू सहकार्य गरेर गर्नेछौँ र यस काममा सहयोग गर्ने हुने सम्पूर्ण मेरा समूहका साथीहरू र अन्य साथीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। हस्त नमस्ते।